हाय गाइज गुड इभिनिङ। मेरो सानो यो मिनी भ्लगमा तपाईहरुलाई सबैलाई स्वागत छ। ल भन्नु ल अझ कस्तो लागिरहेछ आज? एकदम बबाल छ दामी धन्न पानी आएन है। अघि त पानी दन पिन्दैछ हामी गाडीमा आउँदा त एकदम मजा। तर अहिले भर्खर एकछिन पानी आएको थियो रोक्यो झन् अहिले राम्रो देखियो के वेदर हो र दामी दामी कस्तो लाग्यो त यो जापानको ओदाइबा बीच? दामी 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 लाग्यो दामी लाग्यो एकदम दामी। यताको नजारा हेरौँ न त उला यता यता पछाडि यता यता हेर न यता ल यहाँ ऊ ल ठ्याक्क के भन्छ यो पुललाई? ब्रिज हैन? ओदाइबा ब्रिज ओदाइबा रेनबो ब्रिज। तपाईहरु नि हेर्न आउनु होला। हाम्रो दर्शकहरुलाई चाहिँ के भन्न चाहनुहुन्छ नि दुईजनाले? एकचोटि हेर्न आउनु घुम्नलाई रमाइलो छ। रमाइलो छ किन लजाइरहेको फेरि? अहिले अफ गर्नु न लाइभ हो। ल दुईजना मैयाहरू चाहिँ खासै बोल्न चाहेनन् भिडियोमा, हल्का लजाएको जस्तो भयो। तपाईहरुलाई म देखाउनु चाहिँ अझै कस्तो लाग्यो। यो चाहिँ बेलुका कति बजेको? अब 5 बज्न लागेको छ। 7 बजीतिर चाहिँ एकदम नाइट भ्यू पनि दामी देखिन्छ होला। एकदम त्यहाँ रेनबो ब्रिजमा चाहिँ लाइटहरू हुन्छ एकदम राम्रो देख्छ होला। आज चाहिँ पानी परेर घाम खासै लागेको छैन। यस्तो छ नजारा, यस्तो दामी छ ठाउँ चाहिँ यस्तो छ। यताबाट यस्तो छ ल यस्तो छ है गाइजहरू ल यस्तो छ। म यता बिच पनि देखाउनु गइरहेको छु। यस्तो छ यस्तो छ है गाइज। यो चाहिँ सी साइड हो। यस्तो छ अहिलेको नजारा यस्तो छ ल यस्तो छ। सबैजना यहाँ चाहिँ फोटो भिडियोहरू खिच्न आइरहेको छ। यता यहाँ बहिनीहरू छ यता यस्तो छ। यता आउँछ सब यहाँ फोटो सुट गरिरहेछ यता। मेरो भ्लगमा स्वागत छ। सरी 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 ल इन्जोय गर सबै गाइज ल। सबजना यहाँ भाइ बहिनीहरू बच्चाहरू फ्यामिली कपाल सबैले यहाँ आज छुट्टीको दिन सायद सबैले इन्जोय गरिरहेछ यहाँ। यस्तै छ है यस्तै छ। छुट्टीको बेलामा चाहिँ घर बस्नुभन्दा पनि यसो बाहिरी संसार पनि हेर्नु होला सबैजनाले।